हातबाट टिका लगाउँछु है र अहिले चाहिँ म लासेममा जाँदैछु र हेर्दै गर्नुहोस् होला किप वाचिङ एन्डसम्म हेर्नुहोस् होला हजुरहरू आशीर्वाद आजको टाल्यो त होइन लाउनै नजानेको होला हौ मैले त टिका लु हाम्रोमा छ डरलाग्दो टालिने त्यो ल्याइदिनु नि मलाई दही अलिकति फ्रेस क्रिम फ्रेस क्रिम दही त नपाएर आए देखाइदिएँ यहाँ क्यामेरामा पैसा लगाइस अहिले चाहिँ मैले टिका लगाइसकेँ है यहाँ हाम्रो लासेम टिका लगाइसकेँ हो अब यिनीहरूको घर जानु अरे परी भइरहेको छ दुईजना जहाँ छिटो पस्किँदै गर भयो ए मजा लागेको छ हाम्रो हेरेर न मेरै तिनीहरूकै हेरेर न ल आउनुहोस् तपाईँहरू पनि भयो ब्लगमा आउनु न अलिक अगाडि किन यस्तो उदास भएको पिके माम्स जुमामा बेलुका युट्युबमा हेर्नु ल युट्युबमा लिङ्क पठाइदिन्छु हेर्नु सबैजनाले लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल दामी भयो खिचिदे लु गएको जाउँ जाउँ लगाइस अब चाहिँ टिका लगाइसक्यौँ हामीले होइन र यो टिका गरेको चाहिँ मलाई अलिक मन पर्दैन हो टु बी अनेस्ट किनभने यसमा दही हालेको हुन्छ र दही दुध घिउ चाहिँ म चाहिँ नखाने मान्छे हो नि त र अब यो त अलिक फ्रेस छ र अलिक गनाएको छैन हो अन्त अलिक 2 दिन 3 दिनको टिका हो भने चाहिँ मलाई चाहिँ उल्ट्याउनु थालिहाल्छ बाक भइहाल्छ हो भन्नु चाहिँ हुँदैन कि तर पनि अब मलाई सेयर गर्नु मन पर्यो हो र भन्दैछु अब चाहिँ हामी माथि जान्छौँ आसिङकोमा हो ठुला आसिङ ढेँडोहरू पिङ खेल्दैछ यहाँ फेरि मामा घर गएको कि यहाँ यस्तो टाढो छ कि मामा घर अब के भन्नु तिमीलाई के हुन्छ हुँदा यी एकदम सिङ्गर हाम्रो गाउँको जय गोर्खा खिचिदे त यानुप खै यानुप मामा घर पनि यस्तो टाढो छ कि अब अघि भनिसकेको छु हो आइपुग्नु आँट्यो कसले गीत बजाएको उहाँ बजाएको ल हत्तु भयो मामा घर आउँदा एडी कहाँ गएको तिमी ल ल ए आसिङको घर आइपुगेँ हो यस्तो टाढो छ मेरो आमा चाहिँ अब माइत घरमै बसेर होइन हामी चाहिँ आमाको माइत घरमै बसेको नि त त्यही भएर यहीँ छ आसिङको घर हो अन्त छेउछेउ भएर चाहिँ यस्तो भएको अन्त हजुरले चाहिँ यहाँ खाना पकाउँदैछ यहाँ चाहिँ फोटोग्राफी हुँदैछ है एक्सक्युज मी सरी आमा पनि दुइटा भनिपठायो त ला मामा घर यस्तो टाढो छ कि अब के भन्नु हिँड्दा हिँड्दा हत्तु भए ब्याग सर्दा के भन्नु ब्याग सर्दा नयाँ रेस्टुरेन्ट खोलेको खै मान्छे पनि आउँदैन हौ ठुलो आसिङको घर म ठुलो आसिङकै छोरी हो फुल हेर्न भाइ फुल टिप्दै दिने हेर्न यहाँ
एकछिन है हाम्रो तलहरूको बडाले पो म हुँदैन पारी लगाइदिन्थ्यो नि यहाँदेखि यहाँसम्म तलहरूको बडा एकछिन ल यिनीहरू आएको छ कि अब ए अघि चल्दै उकिँदो रहेछ ऊ तिमी त झोला बिसाउँदैनौ नि त झोला बिसा भए त झोला बिसा भए त म तिमीहरूको ट्रन आइहाल्थ्यो नि झोला बिसाउँदा झोला बिसाएको भए त अघि आउँथ्यो ट्रन बोकेर घुमेको औला हेर्नु झोला बाँधेर आइला म त झोला गएन आई दुपर घुमायो मिठा खायो अर्दैन होला नि त जग्गा सानो छ काँचा कुचुक बनाएको त अन्त हामी खाना यस्तो कर्ची मर्चीहरू हो कर्ची मर्ची यो कोक तिनजना कहाँ अट्छ तिमीहरू जान्दैन के भन्छौ नानी भ्लगमा भनिदेऊ आँसुको ब्लकमा टिक लगाएर दसैँ भयो कति पैसा पायो 100 भयो आइसाले र अब चाहिँ हामी सागरिकाको यो मेरो मदर इन्डिया मरि मासु हालेको आयो ए अचार पास ड्राइभर भएर गएर गान्तोकमा उहिले पनि खाले खाप भयो मात्रै देखाउँछ के त्यो भनिदिहाल बिफ सुक्खाको यो चिकन अलिकति उता जानु मिल्छ ठोक्यो मलाई पुरा गाडीदेखि क्या हात भन्नु मिल्नु पर्ने हो हात के भयो अरे ठोके अरे अमिलो अचार ल्याएको भए हुन्छ भने मनमा नै अमिलो छ त दार्जिलिङ त मैले खाएन दार्जिलिङ चिज खाँदैन नि त है अब अमिलो छ त्यहाँ हाल्ने फेरि बिमारी पो हुन्छ के दार्जिलिङ खानुमा तिम्रो दुध खायो उसले खायो तिम्रो दुध होइन आमाको दुध होइन अरू दुधको चिज के मन पराउँछ नि त अन्त ठिकै छ अरे हौ अब सबैले त खान्छ क्रिम कसै नानीहरूले त क्रिम दियो भने वाक गर्छ नि किन होला त्यो बन्छ बिहा भन्छ के गर्छ होला कता हो प्रेमका बिहा हुन्थ्यो म प्रेमको गयो होला भाइ गयो गयो अनि यहाँ थियो त ल गाइज अहिले चाहिँ हामी आमेनकोमा जाँदैछु हो अघि चाहिँ आसेङकोमा गएको थिएँ होइन त्यहाँ चाहिँ एकछिन लन्च गरेर चाहिँ के भन्छ एकछिन रेस्ट गरेँ भनौँ न थिएन रेस्ट गरेँ हो त्यहाँबाट चाहिँ अहिले चाहिँ हामी पर घर जाँदैछु आमेनको घर पनि छेउमै छ हो छेउछेउमै छ हाम्रो त गाडीमा हिँडिरहनु पर्दैन हो अब सिधै त्यहाँ गएर देखाउँछु तपाईँहरूलाई ल अहिले चाहिँ हामी आमेनको घर आइपुग्यो हो उपर आमेन आउने बित्तिकै म त चिया बनाइदिँदैछु पाहुना आइरहेको छ ऊ यहाँ आमा बसिरहेको छ हो ल चिया बनाउँछु ल गाइस लु दिदी बेनाले सालीलाई लगाइदिँदैछ उयो त बाबाहरू ल ल बाबा अनि कस्तो देखिरहेको छु मलाई ब्याकग्राउन्ड के हो म थाहा जाने आमा बाबा आमा बाबा पऱ्यो भर्खरै स्ट्यान्ड आएको थियो। यहाँहरू के हो?
देखाउनु न पक्को झर्छ त नि सबैको त्यस्तै छ र माथि लगाइदिनु ल मलाई माथि लगाइदिनु नि हातमा दिनु न फर्स्ट हातमा दिनु न दियो त अन्त ऊ दिए हो नगर न हौ यहाँ मैले फर्स्ट हातमा दिनु फर्स्ट टिकी नलगाइदिनु दिनु न ए उलाम न अहिले ल हामी चाहिँ जाँदैछु हो आसिङको घरमा जान्छु भारी चुची बोकेर यहाँबाट लग्यो भने चाहिँ एकदम तल कुलिन्छ होला त्यही दाजुभाइहरू आउँदैछ पछिपट्टि मदर अलिकति टाढो है अलिकति टाढो हो यहाँकोमा अर्को ग्रुप चाहिँ आउँदैछ पछि फोन पनि गरेको छैन त कसले अब सिधै त्यहाँ गएर चाहिँ खर्छु ल आइपुगेर चाहिँ हामी यहाँ गफ गर्दैछौँ ल होइन नि भ्लग हाई भन्न ए भ्लगमा बोल्दैनस् यो चाहिँ हो अर्को मामाको घर भन् भन मात्रै भन्दैछ यसले चाहिँ हिजो आसिङको घर भन आसिङ र आङ्गीको स्कुल डाँडामा आमाभन्दा ठुलो भइसकेछ है कसको होला अब बोलाउँदै बोलाउँदिनँ भन्दैछ बोलाउँदिनँ म भन्दैछ को हो हल्ला भनेछ यता हाम्रो नितिश भएन दीक्षा नाना भाउजू यहाँ चाहिँ अर्को आसिङको घर अंशिकाको आसिङ हाम्रो मिकमान आसिङ मेरो चाहिँ आगो अन्त सकिला आसु यहाँ चाहिँ तिम्रो बेलुन देखेन त बेलुन लागेको ल यता 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 रेडी अब चाहिँ हामी यहाँ लन्च गरेको ल यो चाहिँ के हो चिकन यो चिकन यो मटर पनिर बिफ हो फिङ्गर काँक्राको अचार यहाँ दाल सलाद आइज है यसको दाल यो कसको हो यहाँ पुऱ्याइदिए मलाई त एकजनालाई ओके अब चाहिँ हामी घर फर्केको हो आफ्नो आफ्नो झोला फर्केको ल आफ्नो आफ्नो जोडी लिएर बसिरहेको छ हो हाम्रो मात्रै सिङ्गल तपाईँ पनि सिङ्गल यता हामी पनि सिङ्गलै हो ठिक छ तर यस्तो हात पक्रेर हिँड्दैछ हौ पढाइहरू तँ र म मात्रै है हात पक्रिदिउँ न हामी आउँला हेर्नु भइरहेको थियो ताला चाबी खोल्ने बित्तिकै फेरि अर्को घरमा गइहाल्नुपर्छ अहिले चाहिँ फेरि को पो हो माइला हो कि को पो माइला सिंहको घर जाँदैछु हो यहाँनिर
मामालाई घरमा आइपुग्यो फेरि आयो रिया म्याउले के गर्दैछ रिया त्यही त रिया आइपुगे हो मेरो बेस्टी कजिन देखाउँदिन तिमीले छेक्यौ न कानीलाई त अलिक भित्र पस्न नि त अलिक निक्लिनु कपडामा यहाँको त निक्लिँदै रहेछ मजाले के सबैको बुझेको छ यस्तो भनिहाल्छ उयो अर्को पनि छ नि ऊ हाम्रो बोम्बर तारले कति यसो भोज त पनि हुँदैन हाम्रो त त्यो मजाले निक्लिन्छ ऊ त्यसमा नगराउनु यो अनकट हो ब्लकमा नगराउनु नि फेरि मम्मी र छोडेर हाला त्यहाँ त्यही हो नि यता ए ढुवा न तिमीलाई ढिलो हुँदैन हुन्थ्यो नि अब जाऊ 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 ढिलो हुन्छ त्यही त मजाको पनि मिठो हुन्छ नि उयोले खाएको छैन नि त बसला गएको त पर्खिहाल्छ यस्तोहरू चाहिँ नहाल के हुँदैन के छ र है नो बेबी नो बाई मम्मी खै बाई रिया होला यो यहाँ